तपाईलाई साइन हार्नलाई कति पैसा दिनुपर्छ? पैसा दिनु पर्दैन। के गर्नुपर्छ तपाईलाई? के गर्नु पर्दैन? खुट्टा ढोग्नुपर्छ तपाईको? पर्दैन। तपाईको कन्सल्टेन्सीमा काम गरिदिनुपर्छ? पर्दैन। 45,000 दिनुपर्छ? पर्दैन। यो फाइल लिएर तपाईले ईश्वर श्रेष्ठ भन्ने तपाईको कन्सल्टेन्सीमा जानुभयो बाहिर सुरुमा आएपछि, त्यसपछि ईश्वर श्रेष्ठसँग उहाँले डिल गर्नुभयो 32,000 मा। त्यसपछि तपाईलाई थाहा भयो 32,000 मा हुँदैन, हुँदैन भाइ, सक्दिन भन्नुभयो। 45,000 नभइकन हुँदैन, त्यो कन्सल्टेन्सी तपाईको हो। तपाईले यहाँ बसेर त्यो कन्सल्टेन्सी चलाउनुहुन्छ, तपाईहरु दुईजनाले यहाँ बसेर। एकछिन सर, तपाईहरु दुईजनाले चलाउनुहुन्छ। मिलन चापागाई भन्ने अर्को इन्जिनियरसँग गएर उहाँले त्यसपछि नक्सा बनाउन थाल्नुभयो। तपाईलाई पचेन, तपाईलाई भएन। अब कतिचोटि लाग्छ? त्यहाँ बनाएको भए तपाईँ कतिचोटि आउनु पर्थ्यो? 2 चोटि। अब त्यहाँ बनाएपछि मिलन चापागाईसँग बनाएपछि कतिचोटि आउनुपर्छ? हेर्नुहोस् अब हेर्नुहोस् कतिचोटि आउनुपर्छ तपाईँ? 8 देखि 10 चोटि आउनुपर्छ तपाईँ। त्यस्तो होइन। तपाईलाई 45,000 रुपियाँ बुझाउनै पर्छ। तपाईको यस्तो साम्राज्य छ कि यहाँ अरू कसैले नक्सा बनाएर हुँदैन, तपाईको कन्सल्टेन्सी बाहेक। त्यस्तो होइन। यस्तो भएको कुरो के भएको नि, उहाँ आउनु भएको थियो, कन्सल्टेन्सी जानुभएको रहेछ, क्लियर कुरो हो। अनि उहाँको र तपाईले लिएर जानुभयो होइन? मैले लिएर गएको होइन। पछि जानुभयो तपाईँ? म पछि गएको। कन्सल्टेन्सी कसको? मेरो होइन। कसको? त्यो एउटा साथीको। को साथीको? मसँग पढ्ने साथीको। जाउँ न त एकचोटि ईश्वर श्रेष्ठसँग जाउँ न त। ईश्वर श्रेष्ठले म स्टाफ हो तपाईँको भनेर किन भनिरहेको छ? म होइन कि स्टाफ। तपाईँको स्टाफ होइन होइन सर, होइन। डकुमेन्ट त तपाईँको नाममा छैन। डकुमेन्ट तपाईँको नाममा भए त तपाईँ उडिसक्नुहुन्थ्यो। डकुमेन्ट त तपाईँले आफ्नो नाममा बनाउनु न, थाहा छ मलाई। तर तपाईँलाई त तपाईँको कन्सल्टेन्सीमा 45,000 नतिरिकन ए भाइ सक्दिनँ फाल्दे भनेर मैले भने हो भन्नु किन भने? तपाईँको तपाईँसँग बाहेक कामै गर्न नहुने तपाईँको होइन त्यस्तो कहाँ तपाईँले भन्नुभएको छ। यस्तो हो कि उहाँ र कन्सल्टेन्सी कुरो भयो होइन, अनि पेमेन्टको कुरो उहाँ दुईटाको कुरो मिलेन, त्यसपछि हुँदैन भनेको मैले हो। अनि त्यसपछि उहाँ मिलन भाइसँग आउनुभयो। मिलनको कुरा कोसँग मिलेन? त्यो भाइसँग। को भाइसँग? त्यही त कन्सल्टेन्सी भाइसँग। यसमा तपाईँको के सरोकार छ? छैन मेरो। उसले उहाँ दुईटाको कुरो भएको, उहाँ अनि भएन, उहाँ जानुभयो। अनि उहाँले फोन गर्नु भयो, तपाईँ नै आउनु, कन्सल्टेन्सीको मान्छे होइन, कन्सल्टेन्सीको मान्छे हुँदैन, हजुर आउनु। हजुर आफूले जे बोल्नु भएको छ त्यसको जवाफ तपाईँ दिन सक्नुहुन्छ होइन? दिन सक्नुहुन्छ होइन? सुरु फोन ल्याउनुहोस् तपाईँ। सर, हरि सर तपाईँले पनि सक्नुहुन्छ नि होइन? मैले गल्ती गरेँ। यहीँबाट जाउँ। किन आउनुपर्छ? 8 देखि 10 चोटि त्यहाँ गरेपछि 2 चोटि आउनुपर्छ। अब चापागाईसँग अर्कोसँग गरेपछि 8 देखि 10 चोटि किन आउनुपर्छ? एउटा 1 नम्बर कुरा ल भन्नुहोस्। मैले के भने मेरो नियत खराब छ भने 8 देखि 10 चोटि आउनुपर्छ भनेकै हो। भनेकै भनिरहेको छु त म आफूले, मेरो नियत खराब भयो भने। तपाईँको नियत खराब छैन? ल अब हेर्नुहोस्। अब मैले के भने 45,000 माग्नु भने मैले यसरी भने सबै 45,000 मागेछु। दिनेले 45,000 नक्साको पैसा भनेको। के को नक्साको पैसा? बनाएको। कसले बनाएको? मेहनतको। कुन मेहनतको? नक्सा बनाएको मेहनत। कसको मेहनतको? त्यो भाइको कन्सल्टेन्सीको। कुन भाइको? त्यही कन्सल्टेन्सी। तपाईँलाई के सरोकार? तपाईँले माग्ने हो क्लाइन्टसँग पैसा? मैले तपाईँले मागे भन्नु, सबसँग माग्छु मैले 45,000 भन्नु तपाईँले भन्नुभयो। सबसँग 45,000 माग्छु, दिनेले कति दिन्छन् भनेर तपाईँले भन्नुभयो। जो कसैसँग काम गरोस् तपाईँले सबसँग 45,000 माग्छु म भनेर भन्नुहुन्छ तपाईँ। तपाईँले भन्नुभयो नि सबसँग 45,000 माग्छु। किन माग्ने तपाईँले 45,000? तपाईँ को हो 45,000 माग्ने? तपाईँले कन्सल्टेन्सीबाट जानु पाउनुहुन्छ यहाँ बसेर? पाउनुहुन्छ? तपाईँसँग नगरिकन काम कसैसँग गर्न पाइँदैन। 45,000 नतिरिकन सुख पाइँदैन। तपाईँ हल्लाको हल्लाइ गर्नुहुन्छ नत्र? उहाँले 2 चोटि आउनुभयो, 2 चोटि गरिदिए। तपाईँ इन्जिनियर चाहिँ अनि के तपाईँको अगाडि सब थाहा छ, तपाईँको अगाडि म 45,000 मैले मागेको छु भनेर उहाँले भन्नुहुन्छ, अनि तपाईँ चाहिँ के गरेर बस्नुहुन्छ? अनि कन्सल्टेन्ट छैन उहाँले के बस्छ त्यो बिचकोमा उहाँसँग सोध्नुहोस्। उहाँलाई चाहिँ मैले कहाँनिर कमी कमजोरी भने सरले मलाई भनिदिनुहोस्। होइन तपाईँको अगाडि उहाँले तपाईँले होमा हो मिलाउनुहुन्छ? छैन सर, तपाईँले होमा हो मिलाउनुहुन्छ? होइन उहाँले चाहिँ मैले के भन्छ भाइले चाहिँ सायद होइन तपाईँ आउनु होइन, उहाँले चाहिँ नक्सा भन्छ त्यो भाइलाई दिनुहोस्। उहाँले के भन्नु भने त्यो भाइले बनाइदिइरहेको छ, पहिला नै उहाँले बनाइराखेका हुन् भनेर सरलाई मैले भनेको होइन। उहाँले फिल्डमा लानुभएको छ भनेर कहाँ नक्सा बनाउने भन्ने कुरा तपाईँहरूले नभनिकन हुँदैन। अन्त गए पाइँदैन, हुँदैन। थुप्रो कन्सल्टेन्टहरू छन्, उहाँहरूले चाहिँ आफ्नो हिसाबले चाहिँ कुनै काम पनि रोकिएको छन्, एकछिन रोकेन। सरको कुन हिसाबले रोकियो मलाई थाहा छैन सर। ईश्वर सर 45,000 किन माग्नुभयो तपाईँले? त्यो भाइको पैसा माग्ने तपाईँ को हो?
त्यो कन्सल्टेन्सी तपाईँको होइन भने तपाईँले यहाँ बसेर किन 45,000 चाहिन्छ, 45,000 नभइकन म सक्दिनँ भनेर भन्दै तपाईँको वर्ड यही हो। सुन्नुभयो कि तपाईँ बोलेको होइन त? हो मै बोलेको। तपाईँले के भन्नुहुन्छ? 45,000 हुँदैन भने त्यो गर्दिनँ म छोड्दै भन्दै भन्न मैले भने हो तपाईँले भन्नुभयो। फेरि सुनौ, तपाईँले के भन्नुभयो भने 45,000 भन्न मैले मागे हो, 45,000 नभइकन हुँदैन भनेर भन्दै भन्न मैले भने हो। सबसँग 45,000 माग्छु। कसैले 30 दिन्छन्, कसैले 35 दिन्छन्, कसैले 40 दिन्छन्, सबसँग 45,000 माग्छु। सर म बाहिर के अरे सरकारी कामभन्दा बाहिर त मैले काम गर्न पाएँ नि त। तपाईँले के गर्न पाउने हो बाहिर? बाहिर के गर्न पाउने तपाईँ? आफ्नो इन्जिनियरिङ काम गर्न त पाएँ नि सर। यो चाहिँ 45,000 को पैसा चाहिँ उहाँसँग मैले नक्सा बनाउँछु, 45,000 नभइकन हुँदैन, नत्र फाइल रोकिन्छ भन्न पाइयो। रोकिन्छ होइन, मैले यो यत्रो भनिसकेपछि रोकिन्छ भनेर बुझिँदैन। ए बाबा तपाईँले रोकिरहनु भएको छ र म आइरहेको छु, तपाईँले रोकिरहनु भएको छ। त हेर्नुहोस् अब त्यहाँ बनाएको भए 2 चोटि आउनु पर्थ्यो, अब हेर्नुहोस् कतिचोटि आउनुपर्छ भनेर तपाईँले पहिल्यै सर मैले त्यतिखेर उहाँलाई उहीँ आउनुहुन्थ्यो। यदि मेरो नियत खराब छ भने धेरैचोटि आउनु पर्थ्यो, नियत खराब भए त हुन्थ्यो नि भनेर यो